हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हामी जाँदैछौँ बार्बिक्यू। यो चाहिँ हो मेरो बार्बिक्यू आउटफिट। हामी चाहिँ 6-7 घन्टा गाडीमा जानुपर्ने भएर अलिक कम्फर्टेबलवाला लुगा लगाएर जान लागेको। अनि हाम्रो चाहिँ सामान उता लोड हुँदैछ अनि चाहिँ हामी चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ हुँदैछ सामान लोड अनि हामी चाहिँ दुईटा गाडीमा जाँदैछौँ। यो गाडी अनि अर्को यो गाडी, दुईटा गाडीमा फुल सामान लिएर हामी चाहिँ जाँदैछौँ। सामान चाहिँ लोड हुँदैछ। देखिहाल्नुभयो हामी चाहिँ हिँड्यौँ गाइज। अनि यहाँ चाहिँ साउन्ड किन अन गर्न मिलेन भने यहाँ हामीले गीत लगाइरहेको थियो अनि फेरि कपिराइट लाग्छ होला भनेर, अनि त्यही भएर नलगाएको गीत चाहिँ। अनि त्यसपछि हामी हिँड्यौँ सबैजना जम्मा भएर। मैले हाई गरेँ अनि हामी सबै जम्मा हुँदै अघि पछि जाने भनेको, तर त्यही त हो, के भइहाल्छ, यताउति गर्दा मिल्दैन गाडीमा हिँड्ने मात्रै। उहाँ हुनुहुन्छ दाइले चाहिँ हामीलाई सँगै पर्खेर लिएर जाने भनेर बस्नुभएको। दाइको चाहिँ अङ्कल आन्टी पनि हुनुहुन्थ्यो अनि उहाँहरूलाई चाहिँ पिकअप गर्नुपर्ने थियो। खोइ भाइको देखेन, कहाँ गयो तिमी? हेर हेर ल दाइपट्टि। आज हामी कहाँ जाँदैछौँ? गिफु जाँदैछौँ। कस्तो हुँदैछ? भर्खरै त सुरु भयो हाम्रो यात्रा। अनि आज चाहिँ हामी गिफु जाँदैछौँ। यो चाहिँ मिनी भ्लग बनाउनेवालामा छु म, मेरो बुढो। अनि हामी चाहिँ निस्किसक्यौँ, अहिले 6 बजेको छ यहाँबाट, यात्रीबाट। अनि हामीले बिच बाटोबाट 2-3 जनालाई पिक गरेर अनि त्यहाँबाट पनि हामी जाँदैछौँ। हाम्रो चाहिँ लगभग 6 घन्टा 6-7 घन्टा लगभग हाइवेको यात्रापछि चाहिँ हामी चाहिँ फाइनल्ली डेस्टिनेसनमा पुग्छौँ भन्ने होप छ। लेट्स सी के हुन्छ। अनि हामी एकदम इन्जोय गर्दै जानेवालामा छौँ होइन त, फुल्ली इन्जोय गर्नेवालामा छ होइन हामी, त्यही भनेर भनेको थियो अघि। ल हामी चाहिँ लाग्यौँ यहाँ तेल हालेर हावा हालेर। अब चाहिँ हामी जाँदैछौँ हाम्रो डेस्टिनेसनतर्फ। डेस्टिनेसन हाम्रो चाहिँ गिफुको मियाजीमा क्याम्प भन्ने ठाउँमा चाहिँ हामी जाँदैछौँ। आज मौसम चाहिँ एकदम राम्रो छ। हिजो चाहिँ पानी परिरहेको थियो, आज चाहिँ एकदम घाम लागेको छ, बिहानै उज्यालो भइरहेको छ, एकदम राम्रो भइरहेछ। अहिले चाहिँ बज्यो 6:30 हुन लाग्यो। अनि हाम्रो म्याप अनुसार चाहिँ हामी 12:08 मा पुग्नु पर्ने हो, तर हामी चाहिँ अब बाटोमा लामो बाटो छ नि त, त्यही भएर हामी चाहिँ रेस्ट गर्दै जानेवालामा छौँ। अनि खाजा पनि खान्छौँ हामी, बिचमा गएर ब्रेकफास्ट गर्छौँ अनि त्यसपछि जान्छौँ। हजुर मेरो गाडीमा त 140 उडाउँछ, 120 140 हो मेरो गाडीमा त पुरै। सानो गाडी हल्लिँदैछ नि। यहाँबाट चाहिँ फुजिसानको भ्यू देखेको छ, तर घरले छेक्यो। फुजिसान देखियो। 2km 先、小松川ジャンクションで右車線を走行して都心キャン城方面へ。तर यो चाहिँ यहाँ टाढा दुबैले हुन्छ। तलमा एउटै सिसा नेपालमा तलमा चाहिँ अहिले त हटिसक्यो नि। सबै हुन्छ त के हुन्छ नि। हाई हेलो फुजिसान छोप्यो नि। गाइज लुक एट द भ्यू फुजिसान। यति राम्रो देखेको थियो, यति राम्रो, यति क्लियरली देखेको थियो। अनि त्यो माथि यति राम्रो देखेको थियो। म त हेरेको हेरे भएको थिएँ। हामी चाहिँ ट्राफिकमा परेको अवस्था। अझ हाम्रो चाहिँ 300 किलोमिटर बाँकी छ।
अवस्था। यो त अझ अलिक खुलेको अवस्था, अघिसम्म चाहिँ अझ धेरै जाम भएको अवस्था थियो। अनि हामी चाहिँ टोकियो कटेका छौँ होइन, फाइनली टोकियो कट्यो। टोकियो कट्यो। अब चाहिँ कहाँ जाँदैछौँ हामी? चियोजीमा जाम छ। अब 5 घन्टा लाग्छ नन स्टप 5 घन्टा लाग्छ। अब छ 300 किलोमिटर बाँकी हिँड्नु पर्यो। गाह्रो छ जिन्दगी, गाह्रो छ हो सोल्टी। नेपाल गए जतिकै रहेछ हौ टाइम त। हामी चाहिँ पार्किङमा पार्क गरिरहेछौँ गाडी। अनि हाम्रो ग्रुप चाहिँ आउनु भएको छैन, त्यही भएर हामी चाहिँ वेट गरेर बसिरहेछौँ। हाम्रो खाजा दाइ यता हेर्नु त। हामी चाहिँ यहाँ बसेर इस्कामा बसेर खाजा खाँदैछौँ। यो चाहिँ हामीले घरैबाट लिएर आएको छौँ। दिदी है कस्तो लाग्यो? कस्तो लाग्यो? अरे आफैले बनाउनु भएको कस्तो लाग्यो? एकदम रमाइलो लाग्यो। कस्तो लाग्यो? मिठो लाग्यो? मिठो छ। अनि हाम्रो 2-3 जना चाहिँ अर्को गाडीमा हुनुहुन्छ। म हो अब म चाहिँ खान सुरु गर्दैछु है। खाएँ ल। यो हो चिया, स्पेशल टी, मसला टी मेड बाई अनिता दाहाल। देउबा दाहाल देउबा। यति मिठो छ मसला टी। बाजे चिया खाने नखाने रे। अनि लाग्यौँ हामी चाहिँ पेट पूजा गरेर आफ्नो गन्तव्यतर्फ। तर त्यो दिन ठ्याक्कै गोल्डन विक सुरु भएको थियो जापानमा। यति जाम थियो म त कुरा गर्नै सक्दिनँ के। यति धेरै जाम थियो, बस्नेलाई पनि वाक्क, चलाउनेलाई पनि वाक्क। ब्रेक हानेको हाने। त्यही पनि हाइवे र नर्मल रोडमा केही फरक थिएन त्यो दिन चाहिँ। एकदम धेरै जाम भयो। त्यो जाममा हेर्नु न गाडी सरेको हालत त्यसरी सरिरहेछ। गाडी पनि उताबाट आउने गाडी चाहिँ आइरहेको छ। अनि हाम्रो देखायो हामी बस्न त 1 घन्टा बसेको थियौँ वहाँ त्यो इचिहारामा। तर 1 घन्टा त्यहाँ बस्दा पनि हामीलाई 3 बजे देखायो। अनि दाइहरू पनि यही जाममा हुनुहुँदो रहेछ, हामीभन्दा अलि अगाडि निस्किनु भएको थियो। अनि त्यसपछि यति धेरै जाम पर्यो। दाइले हेर्दै हुनुहुन्छ झ्यालबाट, घर फर्किने कि हो यस्तो जाममा त सकिँदैन भन्दै हुनुहुन्थ्यो। अनि हामी त कहाँ त्यस्तो हार मानेर हुन्छ अहिले भनेर। फाइनल्ली हामी चाहिँ जाम हटेर चाहिँ ड्राइभर गुरुजीलाई चाहिँ एकदम कुदाउनु पायो। गुरुजीले चाहिँ एकदम कुदाउनु भएको छ। भर्खरी जाम हट्यो हाम्रो चाहिँ। अनि हाम्रो मुहारमा खुसी छुट्टै छ। यत्रो घन्टा पछिको जाम हेर, कुदाउनु पायो भएर यसले नि कुदाएको नि त। अनि एकदम राम्रो भ्यू हेर्दै हामी चाहिँ जाँदैछौँ। कति क्युट राम्रो देखेको भाइ। यामानासी हामी चाहिँ यामानासी पुग्यौँ। अनि यहाँबाट त मेरो बुढाले त गाडी त कुदाइहाल्नु भयो। कति जाम पछाडि गाडी कुदाउन पाएको त कुदाउनै परिहाल्यो। अब देखायो हाम्रो जाम खुलेपछि चाहिँ 2:47 पुग्ने देखायो, जुन हाम्रो डेस्टिनेसन छ। अनि त्यसपछि यत्रो टनेल, यो टनेल त हामीले यस्तो टनेल त कति धेरै पार गऱ्यौँ त्यहाँ त कुरै नगर्नु। लगभग 365 किलोमिटर जति थियो। 365 किलोमिटरमा त कति हुन्छ होला आफै सोच्नु न। त्यत्रो पार गऱ्यौँ। अनि यस्तो राम्रो थियो गाइज। यो भ्यू त म हजुरहरूलाई भनेर पनि बयान गरेर पनि गर्न सक्दिनँ कि यति राम्रो थियो। जति यो सिसामा देखेको छ, जति यो क्यामेराबाट खिचेको छ, जति यो फोनबाट खिचेको छ, त्यो भन्दा दुब्बर तेब्बर यति राम्रो थियो। अनि यो मौसम चाहिँ कस्तो पर्यो भने ठ्याक्कै पानी परेर जाडो सक्यो, ठ्याक्कै पानी परेर अब गर्मी सुरु हुन लाग्यो। अनि हेर्नु त कति राम्रो वन जङ्गल, हरियाली वन जङ्गल होइन। अनि त्यसको तल हल्का तल घर, साना घर, यति राम्रो देखेको थियो कुरै नगर्नु क्या। मैले त यो फोनमा मात्र कैद भयो होइन, यो आँखामा कैद भएको त यति राम्रो छ। त्यही पनि यो गाडीभित्रबाट सिसाबाट खिचेको। अनि सोच्नु त यति राम्रो छ कि म भनेर पनि साध्य लाग्दैन क्या। यति राम्रो भ्यू छ क्या यो। अनि यति राम्रो भ्यूसँगै साइडमा बुढा लिएर बुढासँग अनि गीतमा रमाउँदै हुन्छ नि, लभ स्टोरी गीत सुन्दै अथवा अरू रोमान्टिक गीतहरू, डिजे गीतहरू सुन्दै लङ टुर गर्नुको मजै
वाह वाह छुट्टै छ। त्यही माथि ग्रुपमा झन् यति आनन्द आउँछ। झन् ग्रुपमा गयो भने त यति धेरै रमाइलो हुन्छ, यति धेरै रमाइलो हुन्छ होइन, कुरै नगरौँ क्या। अनि हामी चाहिँ यहाँबाट गयौँ अनि मैले चाहिँ कति राम्रो क्या यो आँखाले पनि देखिरहेको थियो होइन, तर पनि मलाई त यो कैद नगरी म बस्नै सकिनँ क्या। अनि अलि स्पेसल अलि नयाँ ठाउँ आएपछि मेरो बुढाले चाहिँ भन्नुहुन्थ्यो अनि भिडियो लेख्न भनेर भन्नुहुन्थ्यो क्या। एकदम धेरै मेरो बुढालाई पनि एकदम धेरै राम्रो लाग्ने, मलाई पनि एकदम धेरै राम्रो लाग्छ यस्तो यस्तो ठाउँहरू हुन्छ नि, वन जङ्गल। त्यहीँबाट हुर्केर आए भएर होला यस्तो ठाउँहरू त यति मनपर्छ, यति मनपर्छ। अनि कति रमाइलो लाग्छ के। अनि जाम खुलेको भएर चाहिँ हामी सर जान पायौँ। अनि हामी चाहिँ बिचमा हाम्रो हल्का सपिङ पनि गर्नुपर्ने छ बेलुकाको लागि। हामी चाहिँ गिफुकेनको मियाजीमा होला क्याम्पमा जाँदै थियौँ। अनि त्यहाँबाट चाहिँ हामीले अब कहाँ के कस्तो सुपर मार्केटहरू छ छैन थाहा थिएन। अनि हामीले चाहिँ बाहिरैबाट लिएर जानुपर्छ भनेर अगाडि नै त्यहाँ हामीले चाहिँ सुपर मार्केटहरू हेरिरहेको थियौँ। अनि सुपर मार्केटबाट सामानहरू लिएर अनि हामी चाहिँ जाने भनेर सल्लाह गरेको थियौँ। यो हेर्नु भ्यू, ओ माई गड, मैले त सोच्थेँ जापानमा फुजिसान मात्र छ होला भ्यू, मतलब हिमालमा फुजिसान मात्र होला, अरू अन्त छैन होला भनेर सोच्थेँ होइन। तर म गलत रहेछु। हेर्नु यहाँ यस्तो राम्रो होइन। हुन त यो नेपालमा पनि छ, हामी नेपालमै देखेर हुर्केर आएको हो होइन। तर मैले सोच्थेँ फुजिसान मात्र होला भनेर, तर यहाँ त त्यो के हिमाल हो चाहिँ थाहा भएन। नत्र त त्यो माथि हिउँ परेको हो कि त्यो पनि थाहा भएन होइन, हिमाल हो कि माथि हिउँ परेको कि थाहा भएन। तर यति राम्रो थियो। हामी त अब हिमालमै हुर्केर आएको भएर होला हामीलाई नौलो त लाग्दैन कि, तर पनि कस्तो भन्दा आफ्नै नेपालको जस्तै कुराहरू देख्दा चाहिँ एकदम धेरै चाहिँ नेपाल चाहिँ मिस हुन्छ। अनि थाहा छैन अब यो नेपाल यतिको जापान जतिको चाहिँ नेपाल बन्नलाई कति वर्ष लाग्छ, कति 100 वर्ष लाग्छ त्यो थाहा छैन। तर जापान त वान अफ द हुन्छ नि, मलाई चाहिँ बेस्टै लाग्छ। अनि म यो भिडियो गर्नलाई छोड्नै सकिरहेको थिएन क्या। मलाई त यति रमाइलो लागिरहेको थियो भिडियो गर्नलाई, भिडियो बनाउनलाई, यो हिमाल पहाड यताउति यो सब कुराहरू देखाउनलाई यति धेरै लागिरहेको थियो। त्यसपछि म कहिले बुढातिर देखाउँदै। अनि यहाँ चाहिँ ठ्याक्कै दाइ आइपुग्नु भएछ, कहाँबाट हामीभन्दा अलि पछाडि हुनुहुन्थ्यो। अनि दाइहरू पनि आउनुभएको थियो। अनि हामी चाहिँ नजिकको पार्किङमा गएर एकछिन रेस्ट गर्ने अनि जाने भन्ने तरिकाले चाहिँ अनि सल्लाह गऱ्यौँ। अनि पहिल्यै हामीले 2-2.5 घन्टा पछि चाहिँ हामीले बिचमा ब्रेक लिएर खाजा खाइसकेका थियौँ। अनि यहाँ चाहिँ थोरै कफीहरू ब्रेक लिऊँ न भन्ने सल्लाह भएको थियो हाम्रो चाहिँ। अनि जाम पनि कटिसकेको थियो, अब चाहिँ खुल्ला हुन्छ, अब उताको पार्किङ गयो भने नि खुल्लै हुन्छ भनेर। अनि हामी चाहिँ त्यहाँबाट अब पार्किङमा गएर बस्ने अनि त्यहाँ एकछिन रेस्ट गरेर अनि त्यहाँबाट जाने भन्ने हिसाबले चाहिँ प्लानिङ गरिरहेको थियौँ। अनि म चाहिँ यो भ्यू हेरेर यति धेरै लट्ठ भइरहेको थिएँ कि म बयानै गर्न सक्दिनँ। ट्राभल गर्दाको हुन्छ नि आफूमा अलिकति उ त छ होइन, थकानहरू यताउति त छ, तर यो भ्यूले गर्दा पनि यो थकान त यति धेरै कम भयो, यति रमाइलो लाग्यो, यति धेरै इन्जोय गऱ्यौँ। अनि मैले चाहिँ बाटोतिर एकदम भिडियोहरू लिइरहेको थिएँ, तर थोरै होला भिडियो भनेको धेरै भइरहेको थियो कि, लङ भिडियो भइरहेको थियो। अनि मैले चाहिँ मिनी भ्लग बनाउँछु भनिरहेको थिएँ, तर यो चाहिँ लङ भ्लग जाला जस्तो छ। खैर केही छैन, हेरेर साथ दिनु होला, इन्जोय गर्नु होला, मेरो भ्लग हेरेर तपाईँहरू इन्जोय गर्नु होला। अनि हामी चाहिँ अलि गामतिर भन्दा पनि अलि उसतिर बिचतिर बसेको भएर होला यस्तो हिमालहरू हेर्नलाई चाहिँ अलिक परै जानुपर्छ नि त। अनि त्यही भएर कति धेरै रमाइलो लाग्छ। कहिले काहीँ अब छुट्टी भएको बेलामा जाँदा दाइहरूको चाहिँ यहाँ छ पार्किङमा। वहाँ हिमाल देखेर हेर्नु त, वहाँ कस्तो देखेछ हिमाल पकाइ के हो मामु चस्मा लगाएर राम्ररी भएर तिमी थाहा थियो नि त मलाई फोटो खिच्दै आउँछ भने ला पुरै प्रिपेयर भएर अगाडि नै यो मोबाइल चाहिँ दिने लगै नभनिकन यो काम छैन। लग एउटै त हो नि सबै मोबाइल। अब के थाहा केही समयको रेस्टपछि फेरि हामी चाहिँ लाग्यौँ हाम्रो गन्तव्यतिर। एकछिन भेट भयो, त्यहाँ बस्यौँ, कफी सबै चिप्सहरू खाएर अनि हामी चाहिँ हिँड्यौँ।
बिहान चाँडै उठेको भएर होला म चाहिँ एकछिन कस्तो त्यो झुम्म भइरहेको थियो कि निन्द्र लाग्ला जस्तो कस्तो भइरहेको थियो अनि फेरि बिचै बाटोमा उठेर गाडीमै फेरि दिदीले कति धेरै चिया लानु भएको थियो अनि हाम्रै गाडीमा थियो सबै चिज अनि फेरि बिचमा गएर मैले चिया निकालेर खाएँ खाएको कुरा छोप्नु हुँदैन भनेर मैले भनेको छु है निदा होला मलाई पनि निदायो भने चिया खाइसिन म टाटो भयो नि हामीले चिया खायौँ है यही भिडियोबाट भने मैले हामीले चिया खायौँ चिया सक्यो थर्मसको एक थर्मस चिया सक्यो भित्र त केही हुँदैन सिजुका नि ठाउँ त्यसै छ मान्छे एक्साइटेड भएर हराउने त्यस्तो केही होला अनि हेर नाइ वरिपरि घर भएर होला नि नेपालमा चितवनमा चाहिँ छ नि बाघ यो टापु त खतरा देख्यो त भाइ खस्रो बनाएर दस्रो बनाएर के भयो चेनवाला टायर के त्यो बाटो पनि छ अरे त्यही भएर आँखा डिग्री हाने अरे यो सिङ्गो आयो तोन्नेहरू सिङ्गो अरे सिङ्गो त नि के को सिङ्गो ए यहाँको लागि पुरै गयो बदो भरे इन्ड भने के को त्यो ट्राफिक लाइन तोन्नेहरू यो सिङ्गो के भने रातो बोले नि बोकेर बस्छ रहेछ के टनेल भित्रको भन्नाले यो अलि त्यस्तै खाले टनेल होला खोजी सोजी के भयो भने चाहिँ होला नि भयो अनि यो चिफ्लिन टाइपको नि होला के होला अनि भित्र के भएर भने आँखा लाइट बालेर अनि मर्मत बनाएको अनि बुढ्ने त्यस्तो मैले कुदाउनु छोडेँ अब मेरो बाटो सिद्धिल लाग्यो नि त अब 22 किलोमिटर मात्रै छ यो गाडीको त यो ह्यान्डल गौरको छ क्या त्यो भएर गाह्रो हुन्छ क्या हाम्रो त नर्मल छोइले मात्रै हुन्छ नि त टर्निङहरू मात्रै मेरो गाडीमा त्यही हो हाम्रो त मेरो बुढा त एउटा हातले यस्तो गर्नुहुन्छ गाडीमा के अरे झ्यालमा हात राख्ने हो अनि यसरी हिँड्ने हो आफ्नो गाडीमा त यो चाहिँ अलिक साह्रो छ क्या अनि अब स्पिड छ हाम्रो चाहिँ हुँदैछ खाइमन यत्रो ठुलो सुपामा कति धेरै सस्तो सामानहरू रहेछ अनि बेबीले चाहिँ के खान्छ बेबी ओसाकाना सुसी खान्छ बेबीले अनि हामीले चाहिँ यस्तो खान्छौँ भाइलाई चाहिँ यहीँबाट किनेर लैजाउँ जस्तो लाग्यो अरे कति धेरै सस्तो पाएँ भन्दै थियो भाइले यहाँ कति सस्तो प्राइस छ यो उतातिर भयो यस्तो 800 मात्रै कति धेरै हाम्रो ग्रुपहरूको चाहिँ यहाँ जम्का भेट भयो अनि त्यसपछि यहाँ चाहिँ हामीले लिइसक्यौँ खानेकुराहरू अनि त्यसपछि अब बसिसक्नु भयो अनि हामी चाहिँ यहाँ सपिङ सकेर जाँदैछौँ सपिङ सक्यो फाइनल्ली अब हामी चाहिँ डेस्टिनेसनतर्फ जाँदैछौँ ल चढौँ जनता हो गाडी बाई 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 अब बुढाको मिठो ठाउँ ल सबै सोलर जलाउने गरेर चाहिँ बत्तीको लागि नि बत्ती नै होइन क्या यो गाउँमा है अहिले कुलमा निकालेपछि लोड सेडिङ हुन्छ नि त त्यही भएर पहिले पूर्वधार यिनीहरूले सेट गर्नु बसेको होला कि त्यस्तो हो एमाले मुर्दाबाद एमाले त खतम बनाइसक्यो 7.1 किलोमिटर हो कि अब भाइ 5 भन्दा 15 मिनट त्यही भएर योको फेरि भ्याएन मिल्दैन नि त यो क्रिम आस्ता हो म नानीमा देखिन सुगु हाइते
이분이 닷대 야대 아시다 오카네 하라네 보다 사이만 이게 돈도 해니 म जान्न होला म जान्न जाने बाटो छैन खेलेर चाहिँ मजा उसले कस्तो डराइदियो यार रमाइलो भएर नै नेपाली आयो होला होला दिशा आयो भने कागज बत्तल लिने गर्छौ नि अरू भाइ त हुन्छ कुन दिनबाट जाप्नेले नेपाली अरू भाइ म बारी हेर्नु कस्तो फुल रोपेर कसरी बस्यो अब यहाँ जानेबाट मेगी झरेको हेर्छ त्यहाँ झर्नु ल कस्तो राम्रो फुल रोपेको डाँडामा अनि टक्क बसेको छ कि त्यसकै घर गएर बस्छौँ हामी अनि हामी चाहिँ आइसकेका छौँ हाम्रो डेस्टिनेसनमा यानि कि क्याम्प गर्ने ठाउँमा अनि यहाँ चाहिँ कस्तो क्युट रहेछ क्या पोखरी जस्तो घट्टा जस्तो अनि हामी चाहिँ ठ्याक्कै खोलाको छेउमा बस्न आँटेको छौँ यो चाहिँ पुल हो यो पुलमा चाहिँ हामीले फोटो भिडियो खिच्नेवालामा छौँ अनि एकदम मजा हुनेवाला छ अब चाहिँ ठ्याक्कै बेलुका पनि भइसकेको छ अनि क्याम्प गर्नलाई ठिक्क टाइम पनि भइसकेको छ अनि त्यही भएर म चाहिँ यहाँको इन्भाइरोमेन्ट देखाउँछु है त चाहिँ इन्भाइरोमेन्ट यस्तो छ यो चाहिँ पुरै क्याम्पिङ एरिया हो हामी चाहिँ फरेस्टको बिचमा छौँ यस्तो अनि त्यसपछि हाम्रो चाहिँ हामीले चाहिँ खोलाको छेउमा लिने भनेको भएर अलि त तल हामी जानेवालामा छौँ लेट्स सी कति रमाइलो हुन्छ हामी पुल पनि रहेछ कस्तो क्युट सानो हामीले पुल पारी पाएछ क्या म चाहिँ गाडीमा रेस्ट गरिरहेको थिएँ अनि हाम्रो जेन्ट्स पार्टीले गएर चाहिँ बुकिङ गरेर आउनुभएछ यो चाहिँ तार्केको पुल जस्तो लाग्यो मलाई त नहलाउनु न डर लागिहाल्छ नि मलाई मेरो मोबाइल झऱ्यो भने आमा दाइले हो यस्तो गर्नुभएको फटा काम थाहा छ यस्तो मोटो मान्छे भएपछि त म त ल यहाँ पुल यसरी हल्लाइदिएर मलाई त कस्तो डराइदिनु भयो है अनि सायद यो खोलामा पनि जान मिल्छ होला हामी चाहिँ यसो नुहाइ धुवाइ गर्न अनि यो चाहिँ पुल हो हेर्नु कस्तो त्यो हुन्छ नि सफा छ कि पानी अनि यो चाहिँ पुरै एरिया हो यो एरिया क्याम्पिङ गर्ने एरिया हो त्यहाँ चाहिँ कोची हुँदै रहेछ म चाहिँ छु त्यो पुलमाथि अनि त्यसपछि अब चाहिँ हामी सबै कुरा रेडी गर्दैछौँ अब गाडी चाहिँ हाम्रो उताबाट आउँछ अनि हामीले चाहिँ ठ्याक्कै खोलाकै छेउनेर बुक गरेछौँ रमाइलो हुनेवालामा छ हाम्रो एकान्तमा छ जस्तो छ क्या क्याम्पिङ गर्ने घर चाहिँ यस आज पानी देखाइरहेछ नि त अनि त्यही भएर हामीले चाहिँ हाम्रो पनि धेरै नै टेन्ट थियो तर टेन्टहरू भए पनि यहीँको लियो भने चाहिँ सजिलो हुन्छ पानी छ भनेर अनि यहीँको ल्यायो क्या सजिलो हुन्छ नेपाली भएपछि जहाँ पनि चटपटे चाहिँ हुने क्या है अझ यो भएन अझ ठुलो बनाउनु पर्छ होला हेर्छौँ यहाँ लु उच्कारे समादेश खाम्पाई अब यहाँ सबै पोख्यो Piratima baina, he barai, salko barkona pari huni, he barai na huni salai ko.
सुदूरपश्चिमको देउडा नाच अहिलेको देउडा फेरि रिपिट गर्नुपर्ला जस्तो छ देउडामै आएको छ पारले है केटाले आयो आयो माइल दाइको आयो ल काकुसँग नाच्यो बेबी यतिको 12 बजे खाँदैछौँ चिया यो चिया हो के हो त यो यो चाहिँ मेड बाइ अनिता दाहाल देउबा मिस दाहालले बनाउनु भएको मिस दाहाल है पुप्पु मिस दाहाल सबैजनालाई धेरै धेरै धन्यवाद यहाँसम्म हेरेर साथ दिनुभएकोमा अर्को यस्तै रमाइलो भिडियो लिएर आउँदैछु हेरेर साथ दिनु होला है थ्याङ्क यू